गुड मर्निङ। आज हाम्रो पहिला भइसकेको सेलरोटी पकाउनुको लागि हाम्रो ब्याटर रेडी हुँदैछ। सो यो मुसेर यसरी मजाले बनाउनुपर्छ ब्याटर। चामलको पिठोको हुन्छ बेसिकली है। अन्त अरू त के हो घिउ हालेर बनाउनु पर्ने हुन्छ यो ब्याटर चाहिँ। एन्ड अलिकति मैदा पनि हाल्नुपर्छ। सो हाम्रो यो ब्याटर रेडी भइसक्यो। देखि चाहिँ तेल तात्तिँदैछ। तेल तातेपछि चाहिँ हाम्रो जाने हुन्छ अब सेलरोटी। यस यसरी चाहिँ सही बनाउनुपर्छ सेलरोटी। हाम्रो यो नयाँ सालको पहिलो वैशाखको सेलरोटी बन्यो। अब स्टार्ट भयो है हाम्रो सेलिब्रेसनहरू गाइस। अन्तखेरि तपाईँहरूले यसरी नै बनाउनुहोस् अनि खानुहोस् है। मजाले मिठो हुन्छ अनि दामी पनि हुन्छ। हामीलाई त मिठो लाग्छ है यसरी बनाएर खानु। अन्त तपाईँहरूले पनि यसरी बनाउनुहोस्। यो सानो कराई छ र चाहिँ अब एक एकवटा बनाउँदैछौँ हामीले। ठुलो कराई छ भने चाहिँ त्यसमा 3-4टा मजाले एकैचोटिमा बनिन्छ। सो यसरी नै बनाउनुपर्छ अनि खानुपर्छ। हजुर यस मलाई आउँछ यसरी भिडियो बनाउँछ हाम्रो नयाँ सालमा। यसरी नयाँ सालमा है नयाँ सालमा भनिरहेको छ यस भिडियो दामी दामी भनिरहेको छ। हामी यस्तो भएको छ हाम्रो सेलरोटी चाहिँ आज नयाँ सालको। ह्याप्पी नयाँ साल सबैजनालाई। के चाहिँ भन्छ अन्त ह्याप्पी नयाँ साल त भन्छ भन्दाखेरि के भयो पहिलो वैशाख। यो चाहिँ फर्स्ट नयाँ साल हो नि त अब यो नेपालीको चाहिँ। त्यसले गर्दाखेरि हाम्रो चाहिँ यही हो अब सेलिब्रेसन के परे दसैँमा दिवालीमा अब यो न्यु इयरमा। ए दामी भयो लु सेलरोटी चाहिँ आजको हाम्रो नयाँ सालको।